हाइड्रो पावरको आइपिओ भनेपछि तपाईहरुको मनमा एउटै प्रश्न आउँछ, लिस्टिङ भएपछि कति पुग्छ? आजको यस भिडियोमा भर्खरै बारपार भएको भुजुङ हाइड्रो पावरको आइपिओको बारेमा भन्न गइरहेको छु। लामजुङको भुजुङ भन्ने सानो ठाउँबाट सुरु भएको 7.5 मेगावाटको एउटा हाइड्रो पावर प्रोजेक्ट आज शेयर मार्केटमा के संकेत दिँदैछ? यो आइपिओ अपर्च्युनिटी हो कि ट्र्याप हो? सर्ट टर्ममा होल्ड गर्दा प्रॉफिट हुन्छ कि लङ टर्म होल्डिङ गर्दा फाइदा हुन्छ? यदि तपाईले पनि यो आइपिओ परेछ भने भिडियोलाई लास्टसम्म हेर्नुहोला। आजको यस भिडियोमा भुजुङ हाइड्रो पावरको बारेमा फुल डिटेलमा कुरा गर्नेछु। सबभन्दा पहिला कुरा गरौँ यसको परिचयबाट। भुजुङ हाइड्रो पावर कम्पनी लिमिटेड एउटा हाइड्रो पावर कम्पनी जसको मुख्य काम खोलाबाट बिजुली उत्पादन गरी एनईएलाई बिजुली बेच्नु हो। यस कम्पनीको स्थापना 2072 सालमा भएको हो र कम्पनी चाहिँ पब्लिकली 2078 सालमा भएको हो। अब कुरा गरौँ यसको प्रोजेक्टको बारेमा। कहाँ र कस्तो प्रोजेक्ट छ? स्थान चाहिँ यसको रहेको छ भुजुङ खोलेसोथर गाउँपालिका लामजुङ जिल्ला गण्डकी प्रदेशमा यो कम्पनीको प्रोजेक्ट रहेको छ। यस कम्पनीको प्रोजेक्ट टाइप भनेको रन अफ रिभर, मतलब ठुलो बाँध छैन तर बगिरहेको नदी त्यहीँको पानीको बाट बिजुली उत्पादन गर्नु हो। यस हाइड्रो पावरको क्यापेसिटी चाहिँ 7.5 मेगावाट बिजुली उत्पादन गर्नु हो, मतलब यो क्यापेसिटीले हजारौं घरलाई बिजुली दिन सक्छ। यस हाइड्रो पावरको हेड हाइट डिफरेन्स 460 मिटर रहेको छ। अब कुरा गरौँ यस हाइड्रो पावरको वार्षिक उत्पादन र आम्दानीको बारेमा। वार्षिक उत्पादनको कुरा गर्दा यसले 42 गिगावाट आवर बिजुली उत्पादन गर्दछ। 1 गिगावाटमा 10 लाख युनिट हुन्छ, जसको अर्थ हो एक वर्षमा करिब 4 करोड 20 लाख युनिट बिजुली उत्पादन गर्छ। तर यो उत्पादन कसरी सम्भव हुन्छ? पानीको स्रोत भनेको मिडियम खोला हो र प्रोजेक्ट टाइप भनेको रन अफ रिभर। पानी निरन्तर बगिरहन्छ, वर्षभरि बिजुली उत्पादन हुन्छ, तर मनसुनमा उत्पादन धेरै र हिउँदोमा उत्पादन कम। तर यो एनुअल एभरेज निकाल्दा 42 गिगावाट आवर अनुमान गरिएको छ। र यो हाइड्रो पावरको एनईएसँग पहिलेदेखि पीपीए साइन भइसकेको छ। यो पीपीए साइन भनेको के हो पहिला म यो भन्छु। पीपीए भनेको पावर पर्चेज एग्रिमेन्ट हो। नेपाल विद्युत प्राधिकरण एनईएले यो हाइड्रो पावरबाट उत्पादन भएको सबै बिजुली किन्ने लिखित सम्झौता हो, जसलाई बिजुली बेच्न बायर 100% ग्यारेन्टेड छ। र बायर 100% ग्यारेन्टेड हुनु भनेको कम्पनीले बिजुली बेच्नु बजार खोज्नु पर्दैन, ग्राहक खोज्नु पर्दैन। एनईएले उत्पादन भएको सबै बिजुली किन्छ, निश्चित दरमा किन्छ, जसले कम्पनीलाई इन्कम सेक्युरिटी दिन्छ। यो त कुरा भयो कम्पनीको उत्पादनको बारेमा। अब कुरा गरौँ यो कम्पनीले आम्दानी कसरी गर्छ। मानौ 1 युनिट बिजुली औसत दर रु 8 देखि 10। यदि एनुअल प्रोडक्सन 4 करोड 20 लाख युनिट बिजुली उत्पादन गर्यो भने अनुमानित वार्षिक आम्दानी रु 33 करोड देखि 42 करोड ग्रोस रेभेन्यू हुन्छ। यो आम्दानी भनेको खर्च काट्नु अघि, ट्याक्स काट्नु अघि र इन्ट्रेस्ट काट्नु अघिको आम्दानी हो। अब यो त भयो आम्दानीको कुरा। अब तपाईहरुको मनमा एउटा प्रश्न आयो होला कि यो प्रोजेक्ट रनिङमा छ कि छैन भन्ने कुरा। यो प्रोजेक्ट कमर्सियली ओपनिङ अपरेसन डेट 2081 6 गते भइसकेछ। प्रोजेक्ट बनिसक्यो, बिजुली बेच्ने सुरु भइसक्यो र कम्पनी अब अर्निङ फेजमा छ। आइपिओ इन्भेस्टरको लागि पोजिटिभ पोइन्ट यो पनि हुन पायो। अब आउँ हाम्रो मेन पोइन्ट। यो कम्पनीले आइपिओ खुलाएपछि यसको शेयर मार्केटमा कस्तो हुन्छ? के यसले प्रॉफिट दिन्छ या लस दिन्छ? कस्तो हुन्छ? कति होल्ड गर्दा ठीक होला या बेच्दा ठीक होलाको बारेमा कुरा गरौँ। यस कम्पनीको शेयर फेस भ्यालु 100 राखेर इस्युड भएर बाडफाड्ने भइसक्यो र आइपिओ धेरै ओभर सब्सक्राइब भएको कारण रिटेल इन्भेस्टरको इन्ट्रेस्ट देखियो। ओभर सब्सक्राइब भनेको धेरै शेयर माग र सप्लाई कम भयो। यो कम्पनीको लिस्टिङ शेयर मार्केटमा भइसकेपछि यसको पर्फर्मेन्स बारे कुरा गरौँ। यो कम्पनीको ओपनिङ रेन्ज चाहिँ 90 देखि 270 सम्म छ र यो कम्पनी चाहिँ सर्ट टर्म होल्डरहरूको लागि चाहिँ त्यति प्रोफिटेबल छैन, तर लङ टर्म होल्डरको लागि चाहिँ यो कम्पनी प्रोफिटेबल हुन सक्छ, किनभने प्रोजेक्ट अलरेडी रनिङमा छ र रेभेन्यू ग्यारेन्टेड भइसकेछ र एनईए फिक्स्ड बायर पनि भइसकेको छ। सो यो कम्पनीले लङ टर्म इन्भेस्टरको लागि सेफ, पेसेन्ट र महत्त्वपूर्ण। यदि लङ टर्म होल्डरले यसले होल्डिङ गर्यो भने फ्युचरमा डिमान्ड बढ्ने सम्भावना देखिन्छ यो कम्पनीको। सो लङ टर्म जसले होल्ड गरिराख्छ यो कम्पनीको आइपिओ, त्यसको लागि अलि फाइदेमन्द हुन सक्छ। र यो कम्पनीको स्ट्रेन्थ र रिस्क बारे कुरा गर्दा, स्ट्रेन्थको कुरा गर्दा प्रोजेक्ट अलरेडी रनिङ छ, कन्स्ट्रक्सन रिस्क छैन, क्लिन इनर्जी सेक्टर हो र मिडियम साइजको प्रोजेक्ट हो। भुजुङ हाइड्रो पावर ज्याकपोट आइपिओ पनि होइन र तर फेलियर आइपिओ पनि होइन। ट्रेडरको लागि रिस्क बुझ्नुपर्छ र इन्भेस्टरको लागि पेसेन्स चाहिन्छ। सो यो कम्पनीले राम्रो प्रॉफिट दिन सक्छ। पेसेन्ट ट्रेडरको लागि अलि रिस्क हुन्छ र पेसेन्स गर्ने, होल्ड गर्नको लागि अलि प्रोफिटेबल छ। सो यही थियो कम्पनीको डिटेल। र भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै खाले भिडियो म अपलोड गर्दै गर्छु।